हेलो गाई गुड मर्निङ सबैजनालाई। हामी चाहिँ भर्खर उठ्दैछ। डुम्ब हिजो त डुम्ब भइरहेको थियो, आज चाहिँ जे होस् छ्याङ्गै छ। बिहान बिहान आज चाहिँ हामी चाहिँ उठ्यो है साथीहरू। अब यता इस्कुसहरू काट्नु पऱ्यो अचारको लागि। आज चाहिँ 15 गते हो, बाबाको काम। बिहानै उठेर भाउजूहरू चाहिँ रोटी पोल्दैछ भित्र, अनि मम्मी चाहिँ घर लिप्दैछ। हाम्रो मम्मी चाहिँ यता हेर्नु त मम्मी, हाम्रो मम्मी चाहिँ घर लिप्दै हुनुहुन्छ है यता। अब हामी लिप्नु नहुने चेलीहरू, अब आज काम बाबाको काम हो नि त, त्यही भएर हामी चाहिँ घर लिप्नु हुँदैन र यहाँ मम्मी लिप्दै हुनुहुन्छ। हजुर चाहिँ रोटी पोल्ने कान्छी भाउजू उताको ए रोटी बिहानै उठेर भाउजूहरूले दुईवटा भाउजूहरूले रोटी पोलिसक्नु हो बिहान बिहान। अर्को भाउजू तल जानुभयो के अरे गाई भैँसीलाई घाँस हाल्न, अनि यता चाहिँ उता कान्छी भाउजूले पोल्दै हुनुहुन्छ। सिद्धिन लाग्यो भाउजू अब ए अब रहेछ अझै 1 घन्टा जति लाग्ने है। यतातिर त मजाले गाउँघरमा त आगोमा पो बालेर पोल्नुपर्छ है साथीहरू। हेर्नु यहाँ चाहिँ मम्मी घर लिप्दै हुन्छ। हामी चाहिँ अब भर्खर उठेको इस्कुसहरू र आलु काट्ने होइन मम्मी, इस्कुस र आलु काट्ने होइन। इस्कुस हिजो हिमाल ल्याएको छ त। इस्कुस यहाँ बाहिर छ कि त्यो यो होला। हाम्रो मम्मी यता चाहिँ बिहान बिहान उठेर बर्खीको चाहिँ काम आज 15 गते मार्सिक होइन मम्मी, मार्सिकको चाहिँ आज 15 गते बाबाको मार्सिक काम 15 गते आज। भोलि घर चोखाउने पूजा, लुद्री पूजा होइन भोलि। हिजो यता मस्काको कति वर्षपछि यो तल्के छ है गाइसहरू। हेर्नु टिलिक्क भएर तल्के छ। मम्मी टुक्रो बस्नु हुँदैन, घोडा निहुरिँदैन बिचरा। लिप्नु त मम्मी एकचोटि उठी लिपिरहेको छ। हामी लिप्नु चेलीहरू लिप्नु हुँदैन र आज मार्सिकमा, त्यही भएर मम्मी घोडा निहुरिँदैन। के गर्नु है बिचरा, उभि गाउँघरमा हेर्नु है गाइसहरू साथीहरू। मजाले रातो माटोले लिप्यो, घाँटी समात्यो। रातो माटोले चाहिँ यसरी लोताइदिने चलन। सहर बजारमा त अब ढलान गरेको घर हुन्छ र लिप्नु परेन, सबै ढलानवाला हुन्छ र यता चाहिँ यसरी माटो र गोबर हो मम्मी। अब हामी चाहिँ एकछिन आलु इस्कुसहरू अचार बनाउनु काट्छु। अब यता नि बाँकी छ लिप्नलाई। आज चाहिँ यता हरियो देखेर छ तल पारी गाउँ यो चाहिँ। अनि हजुर हो यस्तै छ है गाइसहरू। बिहान बिहानको हिमाल उता चाहिँ अब देख्ने त होइन अहिले हिमाल। हेर्नु है पारी चाहिँ उतातिर चाहिँ हिमाल हो, उता हिमाल। अनि हाम्रो भदैनी हामी चाहिँ भर्खर उठेर अब हामी चाहिँ इस्कुस र काटौँ ल। चप्पल त मेरो भित्रै बस्यो। तिमीले चप्पल ल्याएको छ मेरो उति एकजोड चप्पल दिए यता चप्पल यताबाट निस्केको त्यो रातो चाहिँ है। त्यो चाहिँ हो मम्मीहरूको पुरानो चप्पलहरू। अब अर्को व्हाइट कलर चप्पल काम नलाग्ने हाम्रो तब चल्ला। मेरो त चप्पल त्यही अब यसपालि चाहिँ डह्रो खालको होइन, यसपालि त डह्रो खालको ल्याएछ। पोहोर त च्यातेर के अमलै निस्किएको थियो सबै। त्यही पनि भइरहेको थियो तिम्रो है। यता चाहिँ चल्लाहरू निकालेको छ मैले, कुखुराको चल्लाहरू। यता हिजो धोएको कपडाहरू हामीले यतातिर भित्र सुक्दैछ। भदैहरू
यता चाहिँ हाम्रो भोलाको बाइक आज चाहिँ यता राम्रो मौसम भएको रहेछ है च्यानाम पाखा त्यो चाहिँ सिरिचौर नगरपालिका यतातिर चाहिँ पारी अनि यता हेर्नु है हाम्रो चाहिँ माथि माथि हाम्रो ठुलो बाको छोराहरूको जेठो दाई होइन माइलो दाईहरूको घर चाहिँ माथि गाईसहरू माथि छ तर जुम गऱ्यो भने नजिक जस्तो आउँदो रहेछ है माथि घरहरू अनि यो पारी वन पारी पाखा यो चाहिँ यहाँ हेर्नु है पारी पाखाहरू मैले जुम गरेको पारी पाखाहरू खरबारी त्यो पारी त्यहाँ खरबारीमा घाँस खान जानुपर्छ त्यहाँ बाँसहरू छ नि तन्न त्यो पारी त्यो हाम्रो ठुलो बाबा र हाम्रो बाबाहरूको बाँसबारी हो पारी खरबारी बाँसबारी त्यो केराबारी माथि डाँडामा त्यहाँ चाहिँ बेचिसक्यो गाईसहरू होइन यस्तो पो छ यो पारी हाम्रो सबै माइती गाउँको खरबारी बारीहरू यो चाहिँ धुमुक्क छ धुमेर अनि पारी चाहिँ हाम्रो घर अलिक देखाएको छैन धुमेर पारी छ नि त्यो त्यो पारी चाहिँ मेरो घर है बुढोको घर है पारी चाहिँ हो पारी अनि डाँडा यस्तो पो छ है गाईसहरू हाम्रो चाहिँ माउस जस्तै छ माउटेन के भन्छ यस्तो डाँडा काँडा यस्तो पो छ हेर्नु है अलिक अँधेरो भयो क्या यस्तो पो छ त हाम्रो त यस्तो पनि डाँडा अनि यो माथि यस्तो डाँडा है दमाई ठाला भन्छ हाम्रो त्यो डाँडा चाहिँ माथि दमाई ठाला डाँडा एकदम छेउछेउ दुईतिर चुचुरा माझमा गहिरो दमाई ठाला डाँडा त्यो डाँडा पारीबाट हामी ओखलना बजारबाट आएको त्यो माथि हुँदै अनि यहाँ ठ्याक्कै यहीँ ल्याइदिन्छ कि हाम्रो चाहिँ यता ल अहिले फेरि सबै पाल दिएको अहिले चाहिँ फेरि दिसा पिसा गर्नलाई गाईसहरू यता हेर त सुमिना तिम्रो पाल हो फेरि पाक्यो पाक्यो रोटी त बिग्रियो के दिन र मम ल्याउनु त यो चाहिँ गुरुबा जाडो छ उठेकै छैन होला जाडो छ गुरुबा लिनु दाई यहाँ चाहिँ गुरुबा अब आइसक्नु हो कुचो के अरे घर लिपेर सकेको छैन काम गर्दैन गुरुबा कान्छो जाडो चम्किन थाल्यो गुरुबाको घर कहाँ अरे बा मेरो रामपुरमा होइन हिजो आइपुग्नु भएको है बेलुका ए यता दाई ठुलो बाबुको कान्छो दाई बोजे है ए यहाँ गएको त इस्यु इला काम गई इला आई लु टाढै टाढा इस्यु त अचारको लागि मुलाको यहाँ तरकारीको स्कुल धागो त के निकाल भनेको कहाँ नि धागो छ दाइ यता उसको ए लाखबत्तीको दुई निकाल भनेको यो चाहिँ अचारको लागि बिहानदेखि होइन बिहानदेखि नयाँ फुलबुल ल यो नभएर त के ना फुलबुल
उक्नाङ बाजी बल्ल बल्ल अनि मामा के है पैसा से पंच कदम का देख बंदे ना दबाई खाने चिलानी को वाले सही ओम जय जय मा हेरने सब तना सब हेरो मसी आज चाहिँ हाम्रो कोसेली हिजो दिने भ्याएन भाउजूले बिजी चेलीबेलीको कोसेली हात हामीले ल्याएको यो 5 बहिनीको तर्फबाट आज वर्षिकको यो मेरो तर्फबाट आइने अरू केही ल्याएन ल हुन्छ धन्यवाद अब सुमिना दिदीको धन्यवाद दिदीले यहाँ खोज्दै हुनुहुन्छ त्यहाँ दिनलाई तयार भइरहेछ गौत धेनानले प्योरा प्योरा रे यो लुङ्गी चाहिँ तयारी क्या भोलि प्योरा बिल्ने नभए है ओ डोरी यहाँ ठरेछ ओ झन् जुनार खाइ ए लु काङ्कर म लाखबत्ती बाल्नको लागि यहाँ धागो फुकाल्दैछ अब पानी तेलले भिजाउँछ अनि मात्र लाखबत्ती बाल्छ यत्रो कति हो 1,25,000 राम राम 1,25,000 पर्ने हो त कहाँ लाउनु त्यो पिण्डमा के पिण्डोमा लाउनु पर्छ त्यति नै होला बाजे हो मलाई अनि त्यही त सुपुन्ना हो पाती लाग्यो अनि अरू बाबु मोटा के राख्छ नि मोटा भयो भयो खोले आउँदा छ ल त्यो पानी चाहिँ हातले एकदमै सोच्न पानी होइन होइन त्यो अहिले दुनाको पानी त्यो उठाएर पानी सिलाएको छैन मेरो बागान त पानी घिउ 30 मिनेट त्यसरी हाल्नुपर्छ डुब्छ अनि यसरी पातीले हाल्नुपर्छ के पर्यो भोलि हो घुमाउने चाहिँ भोलि गाडीमा घुम्दैन देखाउने मात्रै हो देउ कार्यमा चाहिँ देखाइन्छ घुमाइन्छ के गर्नु अचारको लागि तयारी काट्यो 1 घण्टा लाग्छ काट्नु बेसमा चाहिँ के काट्नु पोख्छ के धारला छिमा चाहिँ चिप्ची जाए फल्यो गुमा यसो गरेछु छिमा गारा तोरो चिप्ची पर्यो कि खेत पेरा हैन बोजी के पर्दैन माटो चाहिँ यहाँ चाहिँ पेरा बसे ड्याम्बो बसे गर न हामी त कहिले गरे छैन अरूले त बाल्छ भन्छ देखेको पनि छैन हेरेको पनि छैन लाख बत्ती रे के गाउँ दामी हो न कहिले चाटो बारा त गाउँ दामी हो यो माग्ने आउनु पर्छ फरर पारा एउटै उ गरे साइले भिटाले कि फरर पारा राख न अहिले म त सिधाइ त्यतिको काट्नु गुरुलाई भनेपछि म के दोष गर्नुपर्छ चोखो क्या औषधि तेलले चाहिँ मरेर त्यो वर्ष अघि निचको तेल ठिकको छ माउ बाख्नलाई ल त्यहाँ पानी समाउनु त तपाईले
भिडियो कल देखाऊ निनीहरूलाई भिडियो कल सबैजना आउनु है ढाले के अब दमन ढाले नु डानी नि होला नि छङ अहिले म छङ डानी होला मिलाएर गर्न डाल्नु सबै काचुची ढाल सक्छ त अहिले नाम घुल्छ काछी मात्रै छु जब ढाले हो त्यसरी छेउछेउ पनि जलाउ छेउछेउ पनि फुलमायाको आधार नि के फुलमायामा ओ भएर के त्यसको के भयो भने के बाक्लो भयो क्या सिनी मसिने के हो गामले त अनि होला बोबरा खैदी पसाना ए बोजीले पनि आउँदैछ बाजे होला त छोरा नि न होला लिएर होला कुने ढुङ्गा कुने चाहिँ पाउँछ कुने ढुल्ले होला दारो की गयो त्यो रोटी त सार्दैन भन्नु त्यो म चाहिँ घिउ खाँदै यहाँ पूजा अझै बाँकी छ यस्तो गर्नु पानी सब पानी उसको चिलान पानी चिलानको पानी सुन्नु भो इजा त घुमेर इजा पानी समाए हुन्छ है इजा त घुमेर के लेट राखे सबै खाना घुमाउने यसरी हो र यसरी हो यसरी देखाइदै सिधा दाहिने होइन दाहिने कुमारी माया मगर कुमारी विष्णु माया पूर्व छाने विष्णु माया पूर्व छाने अनि ओम कुमारी पूर्व छाने हैन सिम्पानी सिधे खै सिधे जीवन कुमार के छाने पूर्व छाने नि के पूर्व छाने जानकी धनमाया नाम देवी क बहादुर भेगच वसुरूप यको दृश्य श्राद्ध निमित्तका सिकाननानाम ओम नम प्रजापति देवताकं योस्तम देवताकं जलम बढन देवताकं ल अब छोड दिनु जानिन हो जानु अब यसो अलिअलि चन्दन लगाइदिएको नि कि अघि लागेको मान्ने हजुर चन्दन लगाएर टिका मुसकै नि बाबा रे यार टिका मुसकै नि पैसा
मामा रुपये देना रे यार कुछ नहीं यो गन्ना दरा दो स्टार नहीं दूसरे भूलता नाम गन्ना दरा दो पैसा नहीं बामर पे भूलता नाम तानी अच्छा से कोई बच्चे गन्ना दरा दो स्टार नहीं दूसरे भूलता नाम तानी आप प्रवृत्तियां अब माथि तोर ल्याउनु छ त अनि बाजी डर छ भनेको के अब यो गनारको सक्यो अब पुराइ छ अब त सिधा यसो गर्नु न सिधा यसो सार्दैन आफूले थोरै सार्दैन हो ल बाम छुने भयो ल बाबु ल अब भागे फेरि यो केरा र फुटुची बाँधे म पनि सम्हालिदिन्थ्यो राखेको छ खाने नि हो घरजान ल्याउँछु त कुइन्छ न बाँड्दिनु केरा सन्तलाहरू सबै अब तपाईँ यता चाहिँ अब सबै खाजा खाने सबै चेलीहरूले ल्याएको चाहिँ खाजाहरू बाँड्दै यता भाग लाग्दैछु साथीहरू सबै यहाँ माइली बाउजू यो दिदी यो पनि दिदी हो यता हाम्रो मम्मी यता भाउजू साइली दिदी कान्छी भाउजू मम्मी साइली दिदी यता सबै खानालाई यता जम्मै भाग लाग्दैछ यता कान्छी भाउजू माइली भाउजू यता नि कान्छी भाउजू यो दियो चेलीहरू ल्याएको रक्सी दियो होइन भाउजू कोदाको रक्सी है यो चाहिँ कोदाको रक्सी प्योर गाउँको लोकल अर्ग्यानिक कोदाको रक्सी भाउजूहरू यता यी अचार इस्कुस र आलुको अचार है गाइसहरू यो चाहिँ गाउँघरमा हेर्नु है तर यहाँ मिठो मिठो ल ओ भाउजू के बार्दै तपाईँले अचार हो अचार हो गाउँघरको मुलाको अचार कता खोज्नु है आलु के अरे आलु र ऊ इस्कुसको अचार हो नानी अचार त्यस्तै हो अब त्यही भाग माथि हालिदिनु भाउजू यसरी बुढो माथि त चोखन डोल्ने है कारण चाहिँ यसलाई अचार रोटी तरकारी अब खाजा बिस्कुटहरू होइन खाजा तयारी खाने लाभाको दिनु गर्नु ल पूजा जान्छ होइन अब लुदुरी पूजा पेउरा छिनिङ बर्सी बर्खण्डी कि बर्सी बर्सी है इसी चाहिँ आशी टिका हो क्या लेच अन्तिमको टिका यो चाहिँ अन्तिम अब जेदै उपा बो ए हो नि त मोहीपट्टि त हो नि खै गोइजेले छ्यामा गाराङ नि खाजा खाँदै धमाधम ओ जिबे यता जिबे यता हो भिडियो खाजा खाने धमाधम सबै
खाने भनेको हामीले यसरी हो यी कसरी खानु खाएर देखाउनु त एकचोटि अझै थालमा लिएर खानुहुन्छ हामी हातमा लिएर अचार पनि बस्छ ल खानु लु हजुर पनि नागालाई यसरी खानु ल उठेर अन्त ल ल आफ्नो आफू र कुटुम्ब कसलाई भनेको रोटी भित्र